सम्पूर्णमा नमस्कार। म विशाल ताडी। आज मिति 2082 साल असाढ 7 गते शनिबार। आजको दिन विशेष दिन, राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको दिन। आज हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई 3 वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गरेको यस विशेष दिनमा सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आदरणीय व्यक्तित्व हाम्रा पार्टी सभापति रवि लामिछानेज्यूले जुन एक किसिमको साहस गरेर एउटा राजनीतिमा नयाँ किसिमको तरङ्ग पैदा गर्नुभयो। अनि राजनीति एकदम युवाहरूले गर्नुपर्छ हैन, युवाले नै देश बनाउनुपर्छ भन्ने किसिमको भाव सिर्जना भएर जुन लक्ष्यले उहाँले हाम्रो यस राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थापना गरेर हामी जस्ता थुप्रै युवाहरूले राजनीति सिक्ने र बुझ्ने अवसर पाएका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी सिक्ने र सिकाउने प्रक्रियामा छ। बल्ल 3 वर्ष पुगेको छ। हामीले गर्नुपर्ने धेरै कामहरू छन्। म जस्तै थुप्रै व्यक्तित्वहरूले राजनीतिक सिक्न पाएका छौँ। त्यही नै कुरा हो। एकदम विचारको क्रान्ति हो यो चाहिँ हैन। स्वतन्त्र पार्टीले यो अवसर प्रदान गरेको छ। हामी जस्ता युवाहरूलाई, क्षमता भएको युवाहरूले देशमा केही गर्नुपर्छ है, समाज परिवर्तनमा एकदम शिक्षित मान्छे, शिक्षित वर्गले नै हासिल गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्दै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा देशकै चौथो पार्टीमा पुर्याउनु भएको छ। सम्पूर्ण जति पनि राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक र रवि लामिछाने समर्थक र देश परिवर्तनकारी सम्पूर्ण मनहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसरी नै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई अझै मजबुत बनाउन, अझै सङ्गठन निर्माण गर्न यहाँहरू सम्पूर्णले आफ्नो ठाउँबाट, आफ्नो क्षेत्रबाट, स्वदेश तथा विदेशमा रहेर पनि सहयोग, सल्लाह, सुझाव दिनुहुनेछ र हाम्रो पार्टीलाई अझै मजबुत बनाउन सहयोग गर्नुहुनेछ भन्दै अहिले आफ्नो शब्द यहीँ राख्छु। धन्यवाद।